बुढोले गिफ्ट चाहिदैन गिफ्ट छैन भनेको नि त गिफ्ट चाहिदैन भन्नुभएको थियो किन भनेको केही किने हैन बुढोले गिफ्ट चाहिदैन भनेको ल यो गिफ्ट लिनुहोस् त बुढो तिमीलाई थाहा छ सर होइन खोल्नुहोस् त खोल्नुहोस् न बाबा मैले थाहा भएन यो खोल्नु न खै के हो कपडा हो यो खोल्नु न कपडा अरे त्यत्रो पनि कपडा हुन्छ हैन केही पनि चाहिदैन भन्नुभएको थियो कि उहाँले प्लास्टिक जे पनि छ बाबा खोल्नु न पत्रिका पोगार दियो क्या बिस्तारै फुट्ने चिज हो र कपडा बेइज्जती यार के हो बेइज्जती रे के हो यो यस्तो मायाले बुढोलाई गिफ्ट ल्याएर के हो यो खै तेरो आमाले के दियो नि के हो पत्रिका त ए बट्टाभित्र बट्टाभित्र होला है हामी यसरी बुझौँ न फेभरेट कुरा ल्याइदिएछ कि यसरी बुझौँ न बट्टाभित्र बट्टाभित्र बट्टा चाहिँ यस्तो दुःख किन गऱ्यो सिधै झिकेर नि फेभरेट कुरा नै पान के नै गिफ्ट भनेको त केही ठिक छ त हैन एकदम दामी छ बढी यो पान अब म पान खाने हो पानको पात कसलाई छ यो झाप के हो त्यस्तो तिम्रो गीत चाहिँ फेरि 100 ठिक छ नि त मेरो सरप्राइज एकदम ठिक छ बढी यस्तो गिफ्ट वर्षी नै दिँदै गर्नु होइन बरु 6-6 महिना दिए पनि हुन्छ वर्षसम्म कुर्न सकिएन भने 6-6 महिना दिँदा नि हुन्छ त्यो चाहिँ खाइरहन्छु ल खाइदिनु न त अब साथीभाइ गिफ्ट त ल्याइदिने बित्तिकै लगाइहाल्नु पर्ने लाउने भए लगाइदिनु पर्यो खाने भए खाइदिनु पर्यो खानु पर्ने भने खाइदियो त कस्तो हुन्छ बहुत बहुत बहुत